हेलो गुड मर्निङ गाइज। आज चाहिँ मेरो बिहान यस्तो छ है। ग्याल्मो चाहिँ भर्खर उठेको छ, म पनि भर्खर उठेको। ऊ चाहिँ अब रेडी हुन्छ। हस्बेन्ड चाहिँ आज सन्डे छुट्टी छ, अन्त त्यसले गर्दा ऊ चिया बनाउनु जानु हुँदैछ। अन्त चिया पिउने बेलामा फेरि भेट्ने छु। जय मसी, गुड मर्निङ। गुड मर्निङ। अब चाहिँ फाइनली मेरो बुढाले चिया लिएर आउनु भएको छ। हेर्नुहोस् त ला, पिउनुहोस् चिया। तिम्रो बिचरा बुढीले सधैँ गर्छ। आज सन्डे हाम्रो छुट्टी हो, त्यही कारण आज मैले चिया बनाइदिएँ बुढीलाई। थ्याङ्क यू बुढा। हेर्नुहोस् मलाई चाहिँ मेरो बुढाले कति माया गर्छ है। आइएम सो लकी। ओके, फेरि भेटौँला। रेडी भइसकेको छ। हाई ग्याल्मो। हुन्छ, फेरि भेट्नेछु। आज चाहिँ हाम्रो बाहिर जाने प्लान त थिएन, तर वेदर राम्रो देखाएको थिएन, त्यसैले हामी घरमा बस्छु भनेको थियो। तर आज फेरि घाम लागिरहेछ बाहिर है, त्यसले गर्दाखेरि चाहिँ हामीहरू बाहिर जाँदैछु। मेरो बुढाले चाहिँ मेरो लागि परबाट फुल टिपिकन ल्याइदिनु भएछ। थ्याङ्क यू बुढा। हामी चाहिँ चिनार बजार जाँदैछु है, बजार गएर भेट्नेछु। छानु बाई बाई गरिदेऊ न, बाई बाई। हेन्सला यहाँ चाहिँ झिल आइपुग्नु आँटेको छ। पापा र छोरी चाहिँ पर पुगिसकेको छ, म चाहिँ अलिक ढिलो भएँ। चाहिँ यहाँ चिनार बजार आएको छु है, अस्तिको दादाको दोकानमा खाना खाने छु। अन्त खाना खाएर चाहिँ पर यत्तिकै घुमेर फर्किने, किनकि हामीहरू चाहिँ घरमा बसेर बोर हुन्छ। सन्डे एक दिन छुट्टी हुन्छ, बजार जाउँ भनेर एक दुईवटा सब्जीहरू पनि लिनु थियो, त्यसले गर्दा हामीहरू आएको। दोकानमा आइपुगेको छु। दादाको पापा र ग्याल्मो चाहिँ म भित्र भेट्ने छु। हामी चाहिँ खाना खानु बसिरहेको छु है, खाना चाहिँ आउँदैछ। यता चाहिँ हेर्नुहोस् होला, हाम्रो खाना चाहिँ आइसकेको छ। आज चाहिँ फिस ग्रेभी मगाएको, किनभने अस्ति चिकन खाएको थिएँ, आज चाहिँ फिस खान्छु भनेर फिस मगाएको। अब हामी खानेछु। हुन्छ, खाइसकेर भेट्नेछु। खाना खाइसकिसक्यो, अब पर गएर भेट्नेछु। हेल्मो, जानु मजा आयो पापासँग? पापासँग मजा आउँदैछ छ नि। हामी चाहिँ त झिल आइपुग्यो। अब एकछिन पार्कमा बसेर अनि घर जान्छु। अस्ति नै हुँदाखेरि चाहिँ यस्तो थिएन है, यो भर्खर बनाएको, त्यसरी बनाएको रहेछ। ग्याल्मो, यो चाहिँ टिकट काउन्टर हो है, यहाँ बोटिङ गर्नु लागि। स्याटरडे सन्डे छुट्टी है, स्याटरडे सन्डे चाहिँ बन्द अरे हो, अरू दिन चाहिँ खुल्ला हुन्छ। यहाँ त्यस्तो छ है। शान्ति छ है यहाँ चाहिँ। मेरो हस्बेन्डको चाहिँ भरे फेरि ड्युटी लाग्छ, त्यसले गर्दाखेरि चाहिँ हामी एकछिन बसेर फेरि फर्किने छु। हेर्नुहोस् होला यहाँको नजारा, त्यो शान्ति छ है। के भन्नु चाहनुहुन्छ मेरो बुढा? छानु ग्याल्मो भेटेर उसले। हामी चाहिँ खाना खानु बसेको थियो, म निर्मल दादा भाउजू जोसेफ हो। पुरा याद आउँछ। अब यहाँ पर चाहिँ पुरा माछाहरू मार्दै रहेछ। यहाँ चाहिँ मेरो हस्बेन्डले भन्नुहुँदैछ है, मलाई यहाँ माछा मार्नु दिएको भए चाहिँ म यहाँबाट 6-7 किलो जस्तो माछा निकालिदिन्थेँ भन्नुहुँदैछ। यहाँ चाहिँ ठुल्ठुलो माछा छ हो, तर यहाँकोहरूलाई निकाल्नु दिँदैन, अलाउ छैन। जो अस्ति पानी परेकोले गर्दाखेरि चाहिँ पानी पुरा मैला देखाउँदैछ, माछाहरू मजाले देख्थ्यो। यता चाहिँ पुरा ठुल्ठुलो माछाहरू छ यहाँ। त्यस्तो छ। हुन्छ, अहिले भेटौँला। हामी चाहिँ क्वार्टर आइपुग्यो। मेरो बुढा चाहिँ अगाडि थाक्यो पुरा। आज चाहिँ हिँडेर गएको हिँडेर आएको। अब फाइनली हामी क्वार्टर आइपुगेको छु। ओके, बाई बाई, फेरि भेटौँला। सानो मान्छे